ल साथी हो मौरी हेरौँ है। यस्तो मजाले मौरी काट्दो रहेछ है। काट्ने तरिका पनि छुट्टै रहेछ यसको। अनि अर्को कुरा चाहिँ यो भिरमौरी रहेछ क्या। भिरमौरी रुखमौरी भन्छ नि, त्यस्तै यो चाहिँ घरमा पालेको भन्दा पनि बाहिर जङ्गलमा चाहिँ काटेको रहेछ खासमा होइन। ल हेर्नुहोस् त कुन तरिकाले काटिरहेछ है। एकदम मलाई चाहिँ मजा लाग्यो। तर यो बाल्टी पनि भरेर पनि अझै 2-4 बाल्टी भरिन्छ जस्तो लागेको छ क्या मलाई। यति धेरै हेर्नु कति धेरै खुदो रहेछ क्या भित्र। आम्मम भरिलो क्या। मलाई चाहिँ लागेको चाहिँ कुरा के भन्दाखेरि यो मौरीहरू यस्तरी सोरेर फ्याँकिरहेछ। यो चाहिँ घरमा पनि ल्याएर पाल्न सकिने रहेछ क्या। तर कस्तो ठाउँमा चाहिँ मौरीले यस्तरी चाहिँ लगाउँछ भन्ने कुरा मात्रै हो होइन। आम्मम कत्रो पकपकी निस्किरहेछ हेर्नु न। बाफ रे बाफ। यो रहेछ नि त तरिका भने होइन। हामीले त थाहा नभएको कुरो है। तर यो चाहिँ आम्माम यत्रो निस्किरहेछ क्या, चुहिरहेछ क्या। म यसलाई बेचेँ भने नि यो रहेछ नि त। कस्तो जङ्गलमा पाउँछ हौ यति धेरै यार। तपाईँहरूलाई थाहा छ भने यसो सेयर गर्नुहोस् है। र सेफ्टी चाहिँ एकदम राम्रो सेफ्टी लगाएर यसले होइन म काटिरहेछ है। मकै बारेमा मात्रै मैले आज चाहिँ थोरै 2-3 मिनटको भिडियो लगाएको छु। यो चाहिँ अर्को है। यो चाहिँ फेरि रुखमै हो तर अर्को तरिकाले काटिरहेछ हेर्नु नि। सानो सानो चोइटाइरहेछ क्या। हेर्नुहोस् त ल कस्तरी चोइटाइरहेछ। हुन चाहिँ यो पनि ठुलै हो तर पनि चोइट्याउँदै ल ल ल पक्कै निकाल्यो है। अब चाहिँ पक्कै निकाल्यो है। झर्ने अवस्था भइसक्यो। गरुङ भएर चोइटा पारिरहेछ क्या। ल हेर्नुहोस् है साथीहरू यो तरिकाले रहेछ है। म चाहिँ होइन हेर्दै खाउँ लाग्दो भयो होइन। यो त बेच्यो भने पनि यति धेरै दाम सार्ने भयो त यसले त है। यो त मौरी खेती गर्छन् भन्छ होइन। घरमै यही मौरी चाहिँ घरमा ल्याएर तपाईँको पाल्ने रहेछ भन्ने कुरा बुझ्यो क्या। किनभने यो भिडियोमा मैले यही मौरीहरू ल्याएर पुरै चाहिँ बक्स बनाएर पालेको पनि मैले देखेको छु। त्यही भएर यो भिडियो चाहिँ अलिकति राम्रो लागेर मैले भिडियो बनाउन गएको हो। यो पनि रुखमा हेर्नुहोस्। रुखको सबै सिधा प्लास्टिक एक बनायो क्या त्यसले। तर अप्ठ्यारो चाहिँ एकदम अप्ठ्यारो ठाउँमा लगाउँदो रहेछ। ल यो चाहिँ हेर्नुहोस् त घरमा ल्याएर पालेको। यो मौरी रुखबाट ल्याएको हो जङ्गलबाट। पाल्न चाहिँ घरमा बक्स बनाएर सानो बक्स बनाएर यो तरिकाले पाल्नुपर्ने रहेछ। हेर्नु घोप्ट्याउने तरिका, राख्ने तरिका, मौरीलाई खन्याउने तरिका हेर्नुहोस् त छुट्टै हुँदो रहेछ क्या। हेर्नुहोस् यो रुखबाट यो सबै मौरी सोरेर ल्याएर घरमा राख्न पनि सकिँदो रहेछ। किनकि यो भिडियोले स्पष्ट जनाएको छ है। ल है लाइक कमेन्ट सब्सक्राइब पुरा गरेर है साथ दिनु होला। धन्यवाद। यो सबै रुख मौरी हो क्या। सबै चाहिँ नि घरमा ल्याएर पाल्न मिल्ने खालको रहेछ भन्ने कुरा बुझ्यो क्या। हेर्नुहोस् त यो सबै सोरेर चाहिँ नि घरमा ल्याएर बक्स बनाएर गर्ने रहेछन् कि पाल्ने रहेछन् भन्ने कुरा बुझ्यो।